हेलो दर्शक ब्रेन आजको हाम्रो हाइकिङ चाहिँ माथि बागदर चिसापानी नाकी गुम्बा जुन ठाउँमा पुग्न सकिन्छ त्यहाँसम्म चाहिँ जाने हो। अहिले फिक्स छैन किन भन्दाखेरि अहिले हाम्रो यो कोभिड-19 को महामारीले गर्दाखेरि चाहिँ त्यहाँ सायद प्रवेश निषेध पनि गरिएको हुनसक्छ। त्यसैले अहिले हाम्रो त्यो गन्तव्य चाहिँ त्यस्तो निश्चित फिक्स छैन। जाँदै गर्छु अनि जुन ठाउँमा चाहिँ प्रवेश निषेध छैन अनि त्यो ठाउँमा चाहिँ जानेछु। र आज मसँग हुनुहुन्छ यहाँ हाम्रो मिस्टर पासाङ। हेलो सबैजनाले नमस्ते। नमस्ते। हेलो नमस्ते। नमस्ते। हाम्रो यहाँ सबैभन्दा अगाडिको चाहिँ हाम्रो भुजुङ गिरिक यानि डिएफसी धोल्बो फुटबल क्लबको अध्यक्ष चेयरम्यान हुनुहुन्छ। हेलो नमस्ते। यहाँ हाम्रो आचार्य हिमा छिरिङ गुरुज्यू अनि यहाँ हाम्रो राइटर कार्बो छोल नमस्कार छ नि। हजुर नेपाली भाषामा बोल्दिनँ किन भन्दाखेरि मेरो अडियन्सहरू पुरा धेरै जस्तो नेपाली नै छ। अब ढोल्पोको मान्छे त 10-12 मात्रै होला। ए हजुर अनि म तपाईँले एउटा रिक्वेस्ट गर्न चाहन्छु। पहिला चाहिँ म दलबोको कुरा 2 सप्ताह मेरो दाजुभाइ बहिनीहरूलाई राख्न चाहन्छु। त्यतिले तातिर त्यहाँ ला तक चिचम्जो चाहिँ पुलिस थुक्दा पुलिस ठ्याङ हि थुक्दा Angami kon siamo jab kapcha de dara cha ning police ka jong ta ning cha lama di ta kom basik le den no cha ta pa ho tigre chik cha ta sung ju mo jong ta jom lep cha cha awa darshak bin आज हामी यहाँ नेपाल काठमाडौँमा चाहिँ लकडाउन भएको छ। त्यस कारणले अब घरमा बस्दा अब निमन बिमार हुनुको समय यस्तो भयो। त्यस कारणले आज हामी यता अलिक छोटो अब 1 दिनको लागि यहाँ हाइकिङ यसो गरे हाम्रो साथी 5 जना मिलेर जाँदैछु। अहिले यहाँ सुन्दरखनको यता साइड तारेभिरको अब खुट्टामा मात्र सहेको छ। अहिले चढ्नु भागी छ अनि धेरै मन खुल्ला हावाहरू एकदम फ्रेस भएर जिउहरू सन्चो पसिनाहरू पनि दम निस्किरहेको छ। खोल्यो पनि त सबै भिजेको छ। त्यसकारण अनि धन्यवाद थ्याङ्क यू। नमस्कार सबैजनालाई। खास गरी आज हामी यहाँ आउनु भनेको लकडाउनमा बस्दा के हुने भयो भने वर्षेतिर यो खसी मार्ने बेलामा चाहिँ मुख बाँधेर मार्छ नि, त्यसरी हामी लकडाउनमा बस्दा त्यसरी फिल आयो। त्यही भएर आज यहाँ अलिकति सास फेर्न आएको। त्यही पनि बाटोमा एकदमै धेरै गाह्रो पार गर्दै आएको हो। धन्यवाद। हेलो नमस्ते। अब आज चाहिँ यस्तो एकदम शीतल हुनु लागि घुमघामको लागि यता तारेभिरतिर आएको छु। अनि अब साथी दाजुभाइहरूसँग एकदम नै रमाइलो भइरहेछ। लामो समयदेखि सोचिरहेको थियो घुम्नु कुनै दिन अलि यस्तो साथी दाजुभाइहरूसँग घुम्नु सोचिरहेको थियो। बल्ल आज घुम्न पायो, धेरै खुसी लाग्यो। तपाईँले धेरै धन्यवाद छ। सबैजनाले धेरै नमस्ते। अब साथीहरूले भनेको जस्तो त्यस्तै हो। अनि हामी आउँदाखेरि धेरै गाह्रो भयो। म त यो एउटा चोकमा त पुलिसले पक्रेर 5 मिनट जस्तो रोकिदिनु भयो। तर यता उता गरेर रिक्वेस्ट गरेर चाहिँ लास्टमा चाहिँ पठाउनु भयो। अब यहाँसम्म चाहिँ आएको छु, धेरै खुसी छु। अब यहाँबाट हाम्रो अझै छ जानुपर्ने। अब के हुन्छ हेरौँ अनि मिल्दै गरौँ। अब हामी यहाँ केही समय चाहिँ रेस्ट गरेर पानीहरू पियो, केही खायो अनि त्यसपछि फेरि पनि हाम्रो गन्तव्यतिर लाग्नेछु। त्यतिसम्मको लागि चाहिँ भुजुङ एकदम कुतिएको जस्तो गरेर मेरो माथि नजरेर आउनु है।
Pamigyan tema ko ni Apple li ko makahami ko dong. Oh my god! Australian apple. यो चाहिँ हाल्दैन है त्यही भएर हामी जानु पाएन तर पनि हामी माथि बिचमा एकदम साथीहरूसँग इन्जोय गरेर मजाले रमाएर फर्किँदैछु अनि आजको लागि मेरो भिडियो यही नै अनि अन्त्य गर्न चाहन्छु फेरि पनि अर्को नौलो भिडियोहरूको साथ तपाईहरुको सामु पक्कै पनि आउनेछु हस् त